अन्यगासेयो साथीहरु, स्वागत छ तपाईहरुलाई एउटा नयाँ भिडियोमा। आज हामी इपिएस न्यू च्याप्टर बुकको च्याप्टर 13 छुमाल वाल्दोङ भन्ने च्याप्टर हेर्न गइरहेका छौं। र यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र कोरियन भाषा पढ्दै हुनुहुन्छ र यस्ता भिडियोहरु हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला र लाइक कमेन्ट भने गर्न नबिर्सनु होला भन्दै अब हामी कोर्सलाई अगाडि बढाउन चाहन्छौं। 13 च्याप्टरमा हामीलाई छुमाल वाल्दोङ भनेर दिइएको छ, जसको अर्थ चाहिँ सप्तान्न गतिविधि भन्ने हुन्छ। सप्तान्नको विधामा गरिने क्रियाकलापहरु बारे यहाँनेर हामीलाई च्याप्टर दिएको छ। सुरुमा दुई जना बीचको कन्भर्सेसन दिएको छ। इरियो इरे मो हाल गयो भनेको आइतबारमा चाहिँ के गर्नुहुन्छ भनेर सोधेको छ। त्यसैगरी मुनिपटि छिंगु आगो थाकुरुल छिल गयो भनेको साथीसँग चाहिँ टेबल टेनिस खेल्ने छु भनेर भनेको छ। र मुनबप हाम्रो ग्रामरमा चाहिँ उल गयो भनेर दिएको छ, जसको अर्थ ने छु ने छ भन्ने हुन्छ। फ्युचर टेन्स रहेको छ यो। त्यसैगरी मोत भनेको चाहिँ नेगेटिभ ग्रामर रहेको छ, यो पनि यहाँ दिएको छ। अहिले हामी पछाडि हेर्ने छौं। त्यसैगरी अवि शब्द अर्थमा चाहिँ छुमाल वाल्दोङ भनेको सप्तान्नमा गरिने क्रियाकलापहरुको बारेमा दिएको छ। त्यसैगरी मुनिपटि साङथे वा खिबुन भनेको अवस्था र मूडको बारेमा दिएको छ। त्यसैगरी मुनवा वा छंगो संस्कृति र जानकारीमा चाहिँ हाङ्गुगिन छुङ्ग्यो भनेको चाहिँ कोरियनहरुको धर्मको बारेमा चाहिँ यहाँनेर दिएको छ। मुनिपटि हाक्सुक मुख्य सिकाइको उद्देश्यमा चाहिँ छुमाल वाल्दोङ थेहे मालाल सुइता भनेको चाहिँ सप्तान्नको बारेमा चाहिँ कुराकानी गर्न सकिन्छ भनेर भनेको छ। त्यसैगरी साङथेना खिबुने थेहे मालाल सुइता भनेको अवस्था र मूडको बारेमा कुराकानी गर्न सकिनेछ भनेर भनेको छ। र त्यसैगरी अब हामी अहि इल तर्फ चाहिँ जाँदैछौं। अहि इलमा हाम्रो छुमाल वाल्दोङ सप्तान्नको गतिविधिहरु भनेर दिइएको छ, जसमा उन्दोङ खेलमा चाहिँ उँभोपट्टि दिएको छ। छुक्कु हादा भनेको फुटबल खेल्नु। त्यसैगरी हेलसुरुल हादा भनेको अटोमेटिक हिड्ने मेसिनमा चाहिँ व्यायाम गर्नु, एरोबिक गेमहरु जस्तो खेल्नु। त्यसैगरी ठाकुरुल सिधा भनेको टेबल टेनिस खेल्नु, यो चाहिँ उन्दोङमा पर्ने गर्दछ, खेलमा पर्ने गर्दछ। त्यसैगरी मोइम भनेको भेलामा चाहिँ हाम्रो खोयाङ सारामुल मान्नादा भनेको गाउँको साथीलाई भेट्नु। त्यसैगरी खोयाङ उम्सिगुल मक्ता भनेको गाउँको खानेकुरा खानु। त्यसैगरी छिंगु छिबुल फाङ्गुनादा भनेको साथीको घरमा भेटघाट गर्न जानु, यो चाहिँ भेलामा पर्ने गर्दछ भने छुङ्ग्यो सेङवाल भनेको धार्मिक गतिविधिहरुमा चाहिँ ख्योहे छल साउने खादा भनेको चाहिँ चर्च, ख्योहे भनेको चर्च, त्यसैगरी छल भनेको गुम्बा, साउने भनेको मन्दिर वा मस्जिद, छल भनेको गुम्बा वा बिहार, खादा भनेको जानु। चर्च, गुम्बा, बिहार, मन्दिर, मस्जिदमा चाहिँ जानु चाहिँ छुङ्ग्यो सेङवालमा पर्दछ। त्यसैगरी खिदोरुल हादा भनेको प्रार्थना गर्नु। त्यसैगरी यबुरुल थुरिदा भनेको बुद्ध भगवानलाई ढोग्नु। त्यसैगरी हाम्रो युसिक आराममा चाहिँ नाचामुल छादा भनेको दिउँसोको सुताइ, दिउँसोको निन्द्रा। त्यसैगरी फिसिबाङ भनेको चाहिँ फिसिबाङेस खेमुल हादा भनेको चाहिँ साइबरमा गएर गेम खेल्नु। र त्यसैगरी नोरेरुल फुरुदा भनेको चाहिँ रोधी घरमा गएर गीत गाउनु भनेर भन्ने अर्थ लाग्दछ। र त्यसैगरी मुनिपटि हाम्रो फोगी उदाहरणमा चाहिँ दिएको छ, उन्दोङ जाङेस मोहे हो भनेर भनेको छ। कुन खेल चाहिँ खेल्नुहुन्छ भनेर सोद्धाखेरि छुकुरुल हेयो भनेको फुटबल खेल्छु भनेर भनेको छ। त्यसैगरी मुनिपटि अब हामीले 1 नम्बरमा छिबेस मोहेयो भनेर भनेको छ।
त्यसै गरी अब यहाँनिर हामीले माथि हेरेर भन्नुपर्ने हुन्छ नाच्चामूल छायो दिउँसो सुत्छु भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा फिसी बाङ्गेछ मो हेयो भनेर भन्दाखेरि फिसी बाङ्गेछ खेइमूल हेयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 3 नम्बरमा खे भए एसा मो हेयो भनेर भन्दा खिदरुल हेयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 4 नम्बरमा छिङ्गु छिबेछ मो हेयो भनेर भन्दाखेरि खोयाङ उम्सिगुल मगयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी अब हामी अगाडि बढ्दै जाँदा हाम्रो मुनबब 1 ग्रामर 1 मा हामी आइसकेका छौँ र ग्रामर 1 मा हामीलाई उल गयो भनेर दिएको छ, जुन चाहिँ ग्रामर यो चाहिँ फ्युचर टेन्स ग्रामर रहेको छ। उल गयो भनेको चाहिँ र त्यसै गरी यो उल गयो भनेको चाहिँ फ्युचर टेन्स ग्रामर रहेको छ। यो चाहिँ अनस्योर फ्युचर टेन्समा प्रयोग हुने ग्रामर हो। भविष्यमा हुने अनस्योर कुरामा चाहिँ यसको प्रयोग गरिन्छ र यो आफ्नो वा अरूको अनस्योर योजनाको बारेमा भन्दा चाहिँ प्रयोग गरिन्छ र यो चाहिँ फर्स्ट र सेकेन्ड दुवै पर्सनमा लाग्छ। भविष्यमा गरिएका योजना जुन चाहिँ सजिलै परिवर्तन गर्न सकिन्छ त्यस्तै योजनाहरूमा चाहिँ यसको प्रयोग गरिन्छ। यसमा योजनाहरू चाहिँ हुन पनि सक्छन् नहुन पनि सक्छन्, यसको फिक्स भन्ने हुँदैन र भिएसटीको इन्डिङ भएमा चाहिँ ल गम्निदा र गयो लगाइन्छ भने भिएसटीको इन्डिङ कन्स्टेन्ट भएमा चाहिँ भिएसटी बस उल गम्निदा र उल गयो भनेर लगाइन्छ। त्यसै गरी छुदा भनेको जस्तै कि छुदा भनेको दिनु, छु प्लस ल गम्निदा भनेको चाहिँ छुगुम्निदा भनेको दिनेछु वा दिनेछ भन्ने अर्थ लाग्दछ। छिङ्गुनुन ज ए गे सानु गे सन्मुरुल थुल गयो भनेको चाहिँ साथीले चाहिँ मलाई उपहार दिनेछ भन्ने अर्थ लाग्दछ। अब दिन पनि सक्छ नदिन पनि सक्छ, यो फिक्स भन्ने हुँदैन। र भविष्यमा हुने अनस्योर कुराको योजना बताउँदा वा अनुमान गर्दा बोल्दा यसको प्रयोग गरिन्छ र यो चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड सबै पर्सनमा लाग्छ वा अवस्था फरक हुन्छ र सेकेन्ड पर्सनमा लगाउँदा अरूको विचार अथवा भनाइ व्यक्त गर्दा वा प्रश्न गर्दा प्रयोग गरिन्छ। थर्ड पर्सनमा लगाउँदा चाहिँ अनुमान गरेको हुन्छ भनेको छ। र अब मुनिपट्टि हामीलाई दिएको छ मगुल गयो भनेको चाहिँ भात चाहिँ खानेछु भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि खिचुक्साएछ सुइल गयो भनेको होस्टेलमा गएर चाहिँ आराम गर्नेछु भनेर भनेको छ। त्यसै गरी अर्को मुनिपट्टि खोयाङ उम्सिगुल मान्दुल गयो भनेको चाहिँ गाउँको खाना चाहिँ बनाउनेछु भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि खुरिमुल फोगो फोगिवा खाती थ्यारु भन्छ हो चित्रलाई हेरेर उदाहरणमा दिए जसै गरी वार्तालाप पुरा गर्नुहोस् भनेर भनेको छ। गाले भन्छ छुमारे मो हाल गयो भनेको भन्छ। त्यसै गरी नाले भन्छ खिचुक्साए हाङ्गु गरुल खोङ्बो हाल गयो र त्यसै गरी अब मुनिपट्टि 1 नम्बरमा छन्यागे मो हाल गयो भनेर भन्दाखेरि चाहिँ युगेसिरे भनेको छ। युगेसिरे गे इमुल खे इमुल हाल गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा निइल मो हाल गयो भनेर भनेको छ। छिङ्गु हागो खुक्चाङेछ भनेको छ। छिङ्गु हागो खुक्चाङेछ यङभा रुल फाल गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 3 नम्बरमा छुमारे मो हाल गयो भनेर भन्दाखेरि चाहिँ छुमारे खोयाङ उम्सिगुल मगुल गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 4 नम्बरमा थोयो हिरे मो हाल गयो भनेर भन्दाखेरि चाहिँ नाले थोयो हिरे थाकुरुल छिल गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा हाम्रो फोगिवा खाती थेवा हे फोसे हो भनेर भनेको छ। त्यसै गरी यहाँनिर मुनिपट्टि दिएको छ इरियो इरे मो हाल गयो भनेर सोद्धाखेरि चाहिँ खोयाङ सारम दुरुन मान्नाल गयो भनेर
भनेको छ। त्यसै गरी अब हामीले यहाँनिर बनाउनु पर्ने हुन्छ। यसै गरी वायो इरे मु हाल गयो भनेर भन्दाखेरि चाहिँ सल्गजिरुल हेयो गयो भनेर हामीले भन्नुपर्ने हुन्छ। त्यसै गरी सान्जा वा ख्योइन भनेको चाहिँ धर्मको अनुयायी, धर्मावलम्बी। त्यसै गरी येबेरुल थुरिता भनेको ढोग गर्नु। मेसारुल थुरिदा भनेको ढोग गर्नु। त्यसै गरी फलजन वा हेन्गुम भनेको दान वा धार्मिक चन्दा दिनु भनेर भन्ने अर्थ लाग्दछ। त्यसै गरी अगाडि बढ्ने क्रममा अब हामी थेवा इल कन्भर्सेसन 1 तिर आइसकेका छौँ। यहाँ चाहिँ दुईजना व्यक्ति बीचको संवाद रहेको छ। थारिन्दु र निच्छानान बीचको संवाद रहेको छ। सुरुमा थारिन्दुले भन्छ, निच्छानान सिनुन छुमारे मु हाल गयो। निच्छानानजी सप्तान्नमा चाहिँ के गर्नुहुनेछ भनेर सोधेको छ। त्यसै गरी निच्छानानले भन्छ, छनुन थेगुक सिक्ताङे खास खोयाङ उम्सिगुल मगुल गयो भनेर भनेको छ। म चाहिँ थाइल्यान्डको रेस्टुरेन्टमा गएर गाउँको खानेकुराहरू चाहिँ खानेछु भनेर भनेको छ। त्यसै गरी थारिन्दु सिनुन छुमारे मु हाल गयो। थारिन्दुजी चाहिँ सप्ताहमा के गर्नुहुनेछ भनेर सोधेको छ। त्यसै गरी थारिन्दुले भन्छ, छनुन छिङ्गुरुल मान्नाल गयो। छिङ्गु हागो थाकुरुल छिल गयो। म चाहिँ साथीलाई भेट्नेछु र साथीसँग चाहिँ टेबल टेनिस खेल्नेछु भनेर भन्छ। त्यसै गरी निच्छानानले भन्छ, थारिन्दुसी खुरम छुमाल छाल फोनेस्यो। थारिन्दुजी त्यसो भए सप्ताह चाहिँ राम्रोसँग बितोस् भनेर भनेको छ। र थारिन्दुले भन्छ, निच्छानान सी दोयो भनेको तपाईँको पनि भनेर भनेको छ। र मुनिपट्टि अब हामीलाई दिएको छ, छेसितिन फियोन हारिङ हाए थियो आए फुस्यो भनेर भनेको छ। पिसिबाङ खेमुल हादा भनेको छ। त्यसै गरी यतापट्टि नेगिल मु हाल गयो भन्दाखेरि चाहिँ फिसिबाङे खाल गयो। त्यसै गरी मुनिपट्टि फिसिबाङे छ मु हाल गयो र खेइमुल हाल गयो भनेर भनेको छ। अब यतापट्टिको अप्सन हेरेर चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। हेल्सुजाङ र हेल्सुरुल हादा भनेर दिएको छ। हेल्सुजाङ र हेल्सुरुङ हादा भनेर हामीलाई दिएको छ। नेइल मु हाल गयो भनेर भन्दाखेरि चाहिँ हेल्सुजाङे खाल गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी हेल्सुजाङ हेस मु हाल गयो भनेर भन्दाखेरि चाहिँ हेल्सुरुल हाल गयो भनेर भन्नुपर्ने हुन्छ। र त्यसै गरी अब हामी शब्द अर्थ 2 अहि 2मा हामी पुगिसकेका छौँ। र अहि 2मा चाहिँ हाम्रो साङथे वा ठिबुन भनेको अवस्था वा मुड सम्बन्धी चाहिँ शब्द अर्थहरू यहाँनिर दिइएको छ। र अवस्था वा मुड सम्बन्धी शब्दहरू दिएको छ। सुरुमा त्यसै गरी भनिएको छ, सिगानी इत्ता भनेको चाहिँ समय हुनु। त्यसै गरी सिगानी अप्ता भनेको चाहिँ समय नहुनु। त्यसै गरी इरी मान्था भनेको काम धेरै हुनु। त्यसै गरी इरी छक्ता भनेको काम थोरै हुनु। याक्सोगी इत्ता भनेको चाहिँ बाचा हुनु। त्यसै गरी याक्सोगी अप्ता भनेको चाहिँ बाचा नहुनु। त्यसै गरी फाप्पुदा भनेको चाहिँ व्यस्त हुनु। त्यसै गरी हन्गा हादा भनेको फुर्सद हुनु। खिबुनी छोथा भनेको मुड राम्रो हुनु। त्यसै गरी खिप्पुदा भनेको खुसी हुनु। त्यसै गरी सुल्फुदा भनेको दुखी हुनु। त्यसै गरी फिगोन हादा भनेको चाहिँ थकाइ लाग्नु। र मुनिपट्टि छेमी हप्ता भनेको रमाइलो नहुनु। त्यसै गरी छुलगप्ता भनेको खुसी हुनु, रमाइलो हुनु। त्यसै गरी सिमसिम हादा भनेको बोरिङ हुनु। त्यसै गरी सुल्फुदा भनेको दुखी हुनु। त्यसै गरी सुल भनेको चाहिँ रक्सी। त्यसै गरी
थोएजे खोगी भनेको चाहिँ बङ्गुरको मासु र छिनेदा भनेको स्थान, फोनेदा वा छिनेदा भनेको चाहिँ समयमा प्रयोग हुने गर्दछ। त्यसै गरी खुरिमुल फोगो फोगिवा खाती थेवारुल भन्छ घाँसे हो भनेर दिइएको छ। उदाहरणमा दिए जसै गरी चित्रमा दिए जसै गरी उदाहरण हेरेर चाहिँ वार्तालाप पुरा गर्नुहोस् भनेर भनेको छ। सिगानी इच्छायो भन्दाखेरि चाहिँ आनी यो सिगानी अप्सायो भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि 1 नम्बरमा याक्सोगी इच्छायो भनेर भन्दाखेरि चाहिँ आनी यो याक्सोगी अप्सायो भनेर भन्नुपर्ने हुन्छ हामीले। त्यसै गरी 2 नम्बरमा इरी मानायो भनेर भनेको छ। यहाँ चाहिँ हामीले आनी यो इरी छ गयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 3 नम्बरमा हाम्रो खिगुनी छोआयो भनेर भनेको छ। यहाँनिर हामीले आनी यो सुल्फु आयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 4 नम्बरमा हामीलाई फाप पायो भनेर दिइएको छ। त्यसै गरी आनी यो हानगा हादा इच्छायो भनेर हामीले भन्नुपर्ने हुन्छ। र त्यसै गरी अगाडि बढ्ने क्रममा अब हामी मुनबब 2 ग्रामर 2मा पुगिसकेका छौँ। र ग्रामर 2मा चाहिँ हामीलाई मोत भनेर दिइएको छ। र मोत भनेको चाहिँ नसक्नु भन्ने अर्थ हुन्छ। र कुनै पनि कुरालाई नेगेटिभ तरिकाबाट भन्नुपर्दा चाहिँ मोतको प्रयोग गरिन्छ। जस्तै कि कुनै पनि कुरा चाहेर पनि गर्न नसकेको अवस्थामा चाहिँ मोतको प्रयोग गरिन्छ। र मोतको पछाडि चाहिँ भब मात्रै आउँछ, एक्जेक्टिभ चाहिँ आउँदैन। र कुनै पनि कुरा चाहेर पनि गर्न नसकेको बेलामा चाहिँ हामीले मोतको प्रयोग गरिन्छ। र हादावाला भबमा चाहिँ हादाभन्दा अगाडि मोत हुन्छ। जस्तै कि खोङ्बु हादा भनेकोमा चाहिँ खोङ्बु मोत हेयो भनेर भन्ने अर्थ हुने गर्दछ। त्यसै गरी यहाँनिर हामीलाई मुनिपट्टि केही वाक्यहरू दिइएको छ। सिगानी अफस छिङ्गुरुल मोत मान्नायो भनेको चाहिँ समय नभएको कारणले साथीलाई भेट्न सकिनँ भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि फापास फाबुल मोत मगत्सायो फिगावास उन्दङ्गुल मोतेयो भनेर भनेको छ। व्यस्त भएर चाहिँ भात खान सकिनँ र पानी आएर चाहिँ व्यायाम गर्न सकिनँ भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि हामीलाई दिइएको छ फोगिवा खाती मुन्जाङ्गुल भान्साङ घाँसे हो भनेर दिइएको छ। र फोगी उदाहरणमा चाहिँ सुल मासिदा भनेको छ। रक्सी र पिउनु भनेर हामीलाई दिइएको छ। यतापट्टि हामीले चाहिँ छनुन सुरुल मोत मासे हो भनेर बनाउनु पर्ने हुनेछ। र मुनिपट्टि पनि हामीलाई दिइएको छ 1 नम्बरमा हाङ्गुग इक्ता भनेको कोरियन भाषा चाहिँ पढ्ने भनेर दिइएको छ। त्यसै गरी अब हामीले यहाँ बनाउनु पर्ने हुन्छ थोङसेङुल हाङ्गुगरुल मोत इगयो भाइले चाहिँ कोरियन भाषा पढ्न सक्दैन भनेर भनेको छ। त्यसै गरी थोएजी खोगे मक्ता भनेको छ। यसको चाहिँ हामीले बनाउनु पर्दा यङ उन थोएजी खोगी रुल मोत मगयो भनेर हामीले बनाउनु पर्ने हुन्छ। त्यसै गरी 3 नम्बरमा ओत र थारिदा भनेर दिइएको छ। र यसमा चाहिँ अब हामीले थारिमिगा खोजाङ इना ओसुल मोत थारियो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 4 नम्बरमा चाहिँ छुल्गुल हादा भनेर दिइएको छ। त्यसै गरी अब यहाँनिर चाहिँ हामीले बनाउनु पर्दा स आपास वेसा ए छुक्कुरुल मोते हो भनेर हामीले बनाउनु पर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा खुरिमुल फोगो फोगिवा खाती थेवारुल भन्छ घाँसे हो भनेर भनेको छ। र उदाहरणमा हामीलाई दिइएको छ छुमारे खोयाङ छिङ्गुरुल मान्नायो भनेर दिइएको छ। त्यसै गरी आनी यो सिगानी अप्सस मोत मान्नायो भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि हामीले बनाउनु पर्ने हुन्छ। र 1 नम्बरमा ओनुल यङ वारुल फायो भनेर भनेको छ। त्यसै गरी हामीले आनी यो फापा
फाप्पास मुत खुवायो भनेर भन्नुपर्ने हुन्छ। आज फिल्म हेर्नुभयो भनेर भन्दाखेरि चाहिँ होइन व्यस्त भएको कारणले हेरिन भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा अझै सुयाच्छयो भनेर भन्दा आज आराम गर्नुभयो भनेर भन्दाखेरि आनियो इरी मानिसयो होइन काम धेरै थियो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी 3 नम्बरमा ओहुए छुक्कु हेयो भनेर भनेको छ। त्यसै गरी अब यहाँनिर चाहिँ हामीले आनियो मुत छुक्कु हाम्निदा भनेर हामीले भन्नुपर्ने हुन्छ। त्यसै गरी 4 नम्बरमा खोङ्गुने छ सान्छेक हेर्छयो भनेर भनेको छ। यहाँनिर हामीले आनियो फिगा भात्छयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी अब हामी यसै गरी अगाडि बढ्ने क्रममा थेवा यी हाम्रो कन्भर्सेसन 2 मा पनि हामी आइसकेका छौँ र कन्भर्सेसन 2 मा चाहिँ हामीलाई दिइएको छ तारा र आजिजाजी बिचको संवाद यहाँनिर हामीलाई दिइएको छ र के भनेको छ अब हामी यहाँनिर हेर्न गइरहेका छौँ। त्यसै गरी सुरुमा ताराले भन्छ आजिजाजी ओनुल छिङ्गुरुल मन्नल गयो। आजिजाजी आज साथीलाई भेट्नु हुनेछ भनेर सोधेको छ। त्यसै गरी आजिजाले भन्छ यो छिङ्गुगा नमु फाप्पास मोत मान्नायो होइन साथी चाहिँ धेरै व्यस्त भएको कारणले भेट्न सक्दिनँ भनेर भनेको छ। त्यसै गरी ताराले भन्छ खुरम म हाल गयो भनेको चाहिँ त्यसो भए के गर्नु हुनेछ भनेर सोधेको छ। त्यसै गरी आजिजाले भन्छ खिसुक साए छेगुल इगुल गयो होस्टलमा किताब पढ्नेछु थारा सिनुन म हाल गयो ताराजी चाहिँ के गर्नु हुनेछ भनेर सोधेको छ। त्यसै गरी ताराले भन्छ अझै इरुल मानी हेस फिगुन हेयो हिजो चाहिँ काम धेरै भएर थकाइ लागेको छ। उनुरुन सुइल गयो भनेको त्यसैले आज चाहिँ आराम गर्नेछु भनेर भनेको छ। त्यसै गरी मुनिपट्टि 63 फेयन वारेङ भाए थ्याए फसेयो भनेर दिएको छ। बेस्ट प्लस गे भनेको ने गरी भन्ने अर्थ लाग्दछ। एड्जेक्टिभ र भर्बलाई जोड्ने काम यसले गर्दछ। त्यसै गरी मुनिपट्टि छिङ्गुरुल मान्नादा इरी मान्था भनेर दिएको छ। छुमारे छिङ्गुरुल मान्नाछयो अनि यो छिङ्गुरुल मोत मान्नाछयो वे मोत मान्नाछयो भनेर भन्दाखेरि इरी मान्नाछ मोत मान्नाछयो भनेर भनेको छ। र अब यसै गरी हामीले बनाउनु पर्ने हुन्छ छुमारे छङ्सुरुल हेर्छयो भनेर भन्दाखेरि चाहिँ आनियो छङ्सुरुल मोत हेर्छयो भनेर भन्नुपर्ने हुन्छ। त्यसै गरी मुनिपट्टि वे मोत हेर्छयो भनेर भन्दाखेरि चाहिँ हामीले छङ्सोगिगा खोजाङे ना मोत हेर्छयो भनेर हामीले भन्नुपर्ने हुन्छ। त्यसै गरी मुनिपट्टि युयोङ हान फ्योन भनेको मुख्य अभिव्यक्तिमा चाहिँ छुमाल छाल छिनेछयो भनेर भनेको छ। सप्ताहन्न राम्रोसँग बिताउनु भयो भनेर सोधेको छ र त्यसै गरी हाम्रो मुनुहावा छङ्ब संस्कृति वा जानकारीमा चाहिँ हामीलाई हाङ्गुगिने छुङ्यो भनेर दिएको छ जसको अर्थ चाहिँ कोरियनहरूको धर्म भनेर दिएको छ। कोरियनहरूको धर्म सम्बन्धी पाठ यहाँनिर हामीलाई दिएको छ र त्यसै गरी अब हामी यसलाई हेर्नेछौँ र सुरुदेखि हेर्नुपर्दा फर्स्ट प्याराग्राफमा हामीलाई दिएको छ हाङ्गुगुन खेइने छुङ्योगा छोन्जुङ फाद्नुन थेजुङ यो खुक्का इम्निदा भनेको कोरिया एक बहुधार्मिक देश हो जहाँ व्यक्तिगत धर्मलाई चाहिँ सम्मान गरिन्छ भनेर भनेको छ। त्यसै गरी हाङ्गुक रिस छि एरोन सुग
यरुन 2023 ए तारुमेन खेसिनगोरुल माद्नुन साराम 20% ई खाजाङ मानगो थाउमुरो फुल्ग्यो 17%, त्यसै गरी छन्जुग्यो 11% ए सुनिमनिदा भनेर भनेको छ। कोरिया रिसर्चको पब्लिक ओपिनियन 2023 अनुसार चाहिँ क्रिस्चियन 20% सबैभन्दा धेरै मानिस छन् र बौद्ध धर्म 17% र क्याथोलिक धर्म चाहिँ 11% चाहिँ मानिसहरूले विश्वास गर्दछन् भनेर भनेको छ। त्यसै गरी इस्लामको थुङ खिथा छुङ्ग्योरुल मात्नुन सारामुन आजु छक सुम्निदा भनेर भनेको छ। विश्वासीहरूमा इस्लाम वा अन्य धर्ममा विश्वास गर्नेहरू चाहिँ थोरै छन् भनेर भनेको छ। सिन्जा छुङ एनुन नामसङ फोदा यसङ इ मान्गो नाइगा छगुन साराम फोदा नुन नाइगा मान्नुन सारामे फ्युरी द नोफ सुम्निदा भनेर भनेको छ। विश्वासीहरूमा पुरुषहरूभन्दा बढी महिलाहरू छन् र वृद्ध मानिसहरूको अनुपात युवा मानिसहरूको भन्दा चाहिँ बढी छ भनेर भनेको छ। खुरन्दे छुङ्ग्योरुल खाजिन साराम फोदानुन छुङ्ग्योगा अपनुन सारामी द मान्सुम्निदा भनेको चाहिँ यद्यपि त्यहाँ धर्म नभएका भन्दा भएका मानिसहरू त्यहाँ चाहिँ धर्म मान्ने मानिसहरूभन्दा धर्म नमान्ने मानिसहरू चाहिँ धेरै रहेका छन् भनेर भनेको छ। त्यसै गरी प्याराग्राफ 2 मा खेसिन्गो सिन्जादुरुल ख्योए एस येबेरुल थुरिम्निदा भनेको चाहिँ क्रिस्चियन धर्मावलम्बीहरू चाहिँ चर्चमा चाहिँ आराधना गर्दछन्। त्यसै गरी खुरिगो थायाङहान मोइमगा वाल्दोङुल थोङहे सानाङ सिङहाल हाम्निदा भनेको चाहिँ र विभिन्न भेला र क्रियाकलापहरू मार्फत चाहिँ धार्मिक जीवन चाहिँ जिउने गर्दछन् भनेको छ। त्यसै गरी छन्जुग्यो सिन्जादुरुन साङ्देस मिसारुल थुरिम्य खेसिन्गो सिन्जादुल छरम थायाङहान छुङ्ग्यो वाल्दोङ उल हाम्निदा भनेको चाहिँ क्याथोलिक धर्मावलम्बीहरू क्याथोलिक चर्चमा आराधना गर्छन् र क्रिस्चियन धर्मावलम्बीहरू चाहिँ जस्तै विभिन्न धार्मिक क्रियाकलापहरू चाहिँ गर्छन् भनेर भनेको छ। त्यसै गरी फुल्ग्यो सिन्जादुरुन छरे खास येबिरुल थुरिम्निदा भनेको चाहिँ बौद्ध धर्मावलम्बीहरू चाहिँ गुम्बामा गएर पूजा गर्छन् भनेर भनेको छ। त्यसै गरी हाङ्गुगेसनुन यसुनिमे तेस्रो प्याराग्राफमा हाङ्गुगेसनुन यसुनिमे थान्सेङ इरिल खुरिसुमासु यानरक 12 ओल 25 इल वा फुछनिमे थान्सेङ इरिल फुछनिम ओसिन नाल उम्रक 4 महिनाको 8 गते चाहिँ मुदो खुङह्यु इल्लो थिजङ थ्वे इत्सुम्निदा खुनारी थ्वेमन ख्योहाना छरे सारामदुरी मान इ मोइमनिदा भनेको चाहिँ कोरियामा येशूको जन्मदिन चाहिँ क्रिसमस अङ्ग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर 25 र बुद्धको जन्मदिन बुद्ध जयन्ती चन्द्र क्यालेन्डर अनुसार चाहिँ अप्रिल 8 दुवै चाहिँ सार्वजनिक बिदाका दिन मानिन्छन्। ती दिनहरूमा चाहिँ चर्च र मन्दिरमा मानिसहरू धेरै जम्मा हुने गर्दछन् भनेर भनेको छ। त्यसै गरी अब हामी हाम्रो रिडिङमा चाहिँ हेर्न गइरहेका छौँ। एक नम्बरमा हामीलाई भनेको छ थाउम नेउङवा खन्गे नुन खुरिमुल खुरी सिप्सियो भनेर भनेको छ। खिदोरुल हागो इस्मुनिदा भनेको छ प्रार्थना गर्दै गरेको भनेर भनेको छ। त्यसै गरी एक नम्बरमा प्रार्थना गर्दै गरेको चित्र हामीले देख्न सक्छौँ। यसको एन्सर 1 नम्बर हुनेछ। त्यसै गरी 2 नम्बरमा थाउम धानवा खन्गे नुन गसुल मुवा सिम्निगा भनेर भनेको छ। सुल्फुदा भनेर दिएको छ। सुल्फुदा भनेको चाहिँ पक्कै पनि मुड रहेको छ। त्यसै गरी छिर्यो
वाल्दोङ र खिबुन भनेको मुड 4 नम्बर यसको एन्सर हुनेछ। त्यसै गरी 3 नम्बरमा हामीलाई थाम्जुङ मिचुल छिनबुबुनी मान्जुन बुन्दा उल्खुरु सिप्सियो भनेर दिइएको छ। उनुरुन नाल्सिगा छङमाल छु उनेयो यो पनि रङ रहेको छ। त्यसै गरी ओमनी केसा उम्सिकुल माल्दुल सिम्रिदा भनेको यो पनि मिलेको छैन। त्यसै गरी खिसुक्सा एसा उमागुल थुरुल गयो होस्टलमा चाहिँ सङ्गीत सुन्नेछु भनेर भनेको छ। यो चाहिँ एकदम करेक्ट रहेको छ। यसको एन्सर 3 नम्बर छेगा इत्तागा हिउके सिटे छङ्सो हेल गयो भनेर भनेको छ। त्यसै गरी 4 नम्बरमा फिनखाने थोरोखाल खाजङ आलमाजुन गसुल खुरु सिप्चियो भनेर भनेको छ। योजुम इरी मान्ना छ नमु डट सुइल सिगानी फेल्डो अप्सा नमु फिगो नाम्निदा भनेर भनेको छ। फापुनिदा यसको एन्सर चाहिँ 1 नम्बर फापुनिदा भन्ने हुनेछ। योजुम इरी मान्ना छ नमु फापुनिदा सुइल सिगानी फेल्डो अप्सा नमु फिगो नाम्निदा भन्ने हुनेछ। त्यसै गरी 5 नम्बरमा थाम खुरुल इक्को नेउङ्गा खाथुन गसुल खुरु सिप्सियो भनेर भनेको छ। हाङ्गुगेसा नुन खेसिन गोरुल मितनुन सारामी खाजाङ मान्गो थाउमुरो फुल्यो छन्छु ग्योए सोनिम्निदा इሱ람고 퉁기타 충교를 맞는 사람은 아주 적습니다. 신자 중에는 남성보다 여성이 많고 나이가 적은 사람보다는 나이가 많은 사람이 비율이 더 높습니다. 그런데 종교를 가진 사람보다는 종교가 없는 사람이 더 많습니다. भनेर भनेको छ। 3 नम्बरमा 종교가 없는 사람이 종교를 가진 사람보다 많습니다. भनेर भनेको छ। 3 नम्बर यसको एन्सर हुने गर्दछ र अरु अप्सन पनि हेर्नु पर्दा नामसङ चिन्जाए सुगा येसङ छासिन보다 훨씬 더 많습니다. भनेको छ 1 नम्बरमा। 2 नम्बरमा 한국에서 가장 많은 신자를 가진 종교는 불교입니다. भनेर भनेको छ। त्यसै गरी 4 नम्बरमा नाइगा 적은 사람이 사랑을 가진 경우가 더 많습니다. भनेर भनेको छ। 3 नम्बर यसको एन्सर 종교가 없는 사람이 종교를 가진 사람보다 많습니다. भनेर भनेको छ। त्यसै गरी अब यहाँनिर हाम्रो चाहिँ मान्दुर र मान्दुरस भन्नेमा चाहिँ के फरक रहेको छ भनेर भन्दाखेरि चाहिँ यदि आफ्नो लागि चाहिँ केही चिज बनाउँदाखेरि चाहिँ मान्दुर भन्ने शब्दको प्रयोग हुन्छ भने यदि अरूको लागि केही चिज बनाउनु परेमा चाहिँ मान्दुरस भन्ने शब्दको चाहिँ युज हुने गर्दछ। त्यसै गरी अब हामी लिसनिङ थुत्की हाम्रो लिसनिङमा हामी आइसकेका छौँ र यहाँनिर हाम्रो लिसनिङ चाहिँ सुनाउन सम्भव पोसिबल नभएको कारणले म चाहिँ सरसरी हजुरहरूलाई एन्सर भनिदिनेछु। त्यसै गरी थुत्की 1 नम्बरमा थाउमल थुत्को फिनखाने हालमा जुन गसुल खुरु सिप्सियो भनेर भनेको छ। यगिनुन डट इम्निदा भनेर भनेको छ। यगिनुन साउन इम्निदा 3 नम्बर एन्सर हुन्छ यसको चाहिँ। त्यसै गरी 2 नम्बरमा थाउमुल थुत्को थुरुल नेउगा खन्गे इदमुन खुरिमुल खुरु सिप्सियो भनेर भनेको छ। र त्यसै गरी यसको एन्सर 2 नम्बर साइकल कुदाइरहेको 2 नम्बर एन्सर हुनेछ। र त्यसै गरी थाउमुल थुत्को मुरुमे हालमा जुन थेदाबुल खुरु सिप्सियो भनेर 3 नम्बरदेखि 4 नम्बरमा भनेको छ। त्यसै गरी 3 नम्बरको एन्सर 1 नम्बर ने इरी मानायो हजुर काम धेरै थियो भनेर भन्ने हुन्छ भने 4 नम्बरको एन्सर पनि 1 नम्बर खियो होए खायो भन्ने हुन्छ। खियो होए खायो भन्ने हुनेछ। त्यसै गरी 5 नम्बरमा थाउमुल थुत्को इयजिनुन माल्लो खाजाङ आलमा जुन गसुल खुरु सिप्सियो भनेर भनेको छ। त्यसै गरी 4 नम्बरमा यसको एन्सर चाहिँ 4 नम्बर छिङ्गु आगो यङवा फुल्यो खाल गयो भनेर भन्ने हुनेछ। त्यसै गरी रौसु रोग भनेको चाहिँ कुनै पनि कुरा दिन प्रतिदिन बढ्दै जानु र मान्नल सुरोग भनेको चाहिँ भेट्दै जानु भनेर भन्ने अर्थ लाग्दछ। र त्यसै गरी आजको हाम्रो यो 13 च्याप्टर
को भिडियो पनि यहीँ आएर अन्त्य भइसकेको छ र तपाईँहरू कोरियन भाषा पढ्दै हुनुहुन्छ र यस्तै भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिनु होला भन्दै म अभिषेक पनि बिदा हुन चाहन्छु। हस् त खाम्साहाम्निदा।